नमस्ते सबजनालाई। आज म फ्यामिली है आफ्नो फ्यामिलीलाई जापानिज ल्याङ्ग्वेजमा कसरी सजिलै भन्न सकिन्छ एकदम सजिलो तरिकाले तपाईहरुलाई सिकाउन गइरहेको छु। जति पनि स्टुडेन्ट अथवा वर्किङ भिसामा जापानिज ल्याङ्ग्वेज पढ्दै हुनुहुन्छ भने तपाईहरुको लागि यो भिडियो हुनेछ। यो भिडियो सुरुदेखि अन्तिमसम्म हेर्दिनु होला र हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला है। ल फ्यामिली है, अब यो जापानमा कस्तो छ भन्दाखेरि चाहिँ आफ्नो फ्यामिली र अरूको फ्यामिलीलाई भन्दा छुट्टै तरिकाले भन्ने गरिन्छ है। अब आज मैले आफ्नो फ्यामिलीलाई कसरी भनिन्छ भन्ने सिकाउन गइरहेको छु है। अब फ्यामिलीलाई जापानिजमा खाजोकु भन्छ है। फ्यामिलीलाई के भन्छ? खाजोकु है। अब हामीले सुरुबाट हजुरबाबाट हामीलाई चाहिँ बोलीचालीमा युज हुने हैन फ्यामिलीको मेम्बर्सहरुबाट म सुरु गर्छु है त। फ्यामिलीलाई के भन्यो? खाजोकु है, खाजोकु है। अब त्यसरी नै अब हामीले चाहिँ हजुरआमा है, त्यो भनेको के एउटा जेनेरेसन हो भन्दाखेरि ग्रान्ड प्यारेन्ट्सको जेनेरेसन हो नि हजुरआमा भनेको। त्यो ग्रान्ड प्यारेन्ट्स भनेको चाहिँ के हो? सोफुबो है, सोफुबो है। ग्रान्ड प्यारेन्ट्सलाई चाहिँ के भन्दो रहेछ? सोफुबो भन्छ है। भनेको यो यसको जेनेरेसन। अब हजुरबालाई है, अब ग्रान्डफादरलाई के भन्छ हेर्नु है त। ग्रान्डफादरलाई चाहिँ हजुरबालाई सोफु भन्छ है। के भन्दो रहेछ? सोफु है, सोफु है। अब यो सम्झँदाखेरि चाहिँ कुनै क्यारेक्टरसँग इमेज गर्नु सम्झने तरिका सोफु अलिकति एकदम प्र्याक्टिस गर्नु। सुरुमा चाहिँ त्यो कुराहरूलाई दोहोऱ्याइराख्नुस्, त्यसबाट सम्झन सजिलो हुन्छ है। त्यसरी नै हेर्नु होला है। अब ग्रान्डमदरलाई है, हजुरआमालाई चाहिँ के भन्दो रहेछ है? ग्रान्डमदरलाई सोबो है, सोबो है। के भन्दो रहेछ? सोबो। यसरी नै यो सोफुबो ग्रान्ड प्यारेन्ट्सको जेनेरेसन हजुरआमालाई सोफु र सोबो, सोफु सोबो भन्दो रहेछ है त। अब प्यारेन्ट्स है। त्यसपछि अब यो सेकेन्ड जेनेरेसन है, प्यारेन्ट्स है। अब आफ्नो अभिभावक प्यारेन्ट्सलाई, अब प्यारेन्ट्सलाई के भन्छ भन्दाखेरि रेउसिन है। प्यारेन्ट्सलाई के भन्दो रहेछ? रेउसिन है। अब फादरलाई है, अब बाबालाई, अब आफ्नो बाबालाई के भन्छ? चिची है। के भन्छ? चिची। अब कसरी सम्झनु होला भन्दाखेरि यसलाई चाहिँ अब बाबाले चाहिँ चिची मासु लिएर आउनुहुन्थ्यो। बाबाले चाहिँ घर आउँदाखेरि चिची हैन मासु लिएर आउनुहुन्थ्यो, त्यही भएर चिची भनेर सम्झनु होला। यसलाई सम्झन सजिलो तरिका है। र तपाईहरुले आफ्नो तरिकाले बनाउन पनि सक्नुहुन्छ है। त्यसरी नै मम्मीलाई मदरलाई हाहा है। हाहा भनेको अब यसलाई सम्झनको लागि चाहिँ मम्मी चाहिँ हाहा गरेर हाँनुहुन्छ, मम्मी चाहिँ हाहा गरेर हाँनुहुन्छ भन्न सकियो यसलाई है। यसरी तपाईले पढ्नु भयो भने पछि सम्झन सजिलो हुन्छ है। हाहा, मम्मीलाई चाहिँ हाहा भनेर, प्यारेन्ट्सलाई रेउसिन र फादरलाई चिची र मदरलाई हाहा है, हाहा। अब त्यसरी नै वाइफलाई है, अब बुढीलाई के भन्दो रहेछ? चुमा है। बुढीलाई चुमा भन्दो रहेछ है। र फेरि एकचोटि रिपिट गरौँ। कपाललाई के भन्दो रहेछ? फुफु है, फुफु है। हस्बेन्डलाई ओत्तो है, हस्बेन्डलाई ओत्तो है। त्यसरी नै वाइफलाई चाहिँ चुमा है, चुमा है। यसरी नै कपाललाई, हस्बेन्ड र वाइफलाई यसरी हैन। तपाईले धेरै प्र्याक्टिस गर्नुस् यो वर्डहरुलाई। दैनिक एकदम तपाईहरुलाई चाहिँ युज हुने कुराहरु यो फ्यामिलीको बारेमा हैन भन्न पर्यो भने सजिलो हुन्छ है। एकदम कुरा वर्डहरुलाई चाहिँ रिपिट गर्नु होला, दिनदिनै पढ्नु होला है। त्यसपछि आउँछ सिब्लिङ है, सिब्लिङ्स है। अब आफ्नो दाजुभाइ दिदीबहिनी, दाजुभाइ मात्रै हैन, दाजुभाइ र दिदीबहिनीलाई के भन्छ? क्यौदाइ है। के भन्दो रहेछ? क्यौदाइ है। र हेर्नु होला त्यसरी नै अब एल्डर ब्रदर भनेको दाइ है। अब दाइलाई चाहिँ जापानिजमा आनी है। के भन्दो रहेछ? आनी भन्दो रहेछ है। अब यो धेरै जस्तो विद्यार्थी भाइबहिनीहरु झुकिएको, यसमा अलिकति भन्न अलिकति अप्ठ्यारो झुकिएको जस्तो लाग्छ है। म तपाईहरुलाई एकदम सजिलो तरिकाले सिकाउँछु है त। दाइलाई के भनौं? आनी। त्यसरी नै इल्डर सिस्टर भनेको दिदीलाई चाहिँ के भनौं है? दिदीलाई चाहिँ के भनौं? आने है। दाइलाई आनी, दिदीलाई आने है। यसलाई एकदम आनी आने है। पहिला दाइ दिदी भनेर सम्झनु होला। आनी आने है, आनी आने है। त्यसरी नै अब भाइलाई है, यंगर ब्रदर भाइलाई चाहिँ है ओतौतो है, ओतौतो भाइलाई ओ भनेर बोलाए जस्तै ओतौतो है। त्यसरी नै यंगर सिस्टर बहिनीलाई चाहिँ इमौतो
है। अब यो अलिकति कन्फ्युजन छ हैन, तर चाहिँ प्र्याक्टिस गर्ने भए सजिलै आउँछ है। जस्तै दाइलाई आनी, दिदीलाई आने है, अनि भाइलाई ओतौतो है, ओतौतो है, ओतौतो, र बहिनीलाई इमौतो है। अब यो सिब्लिङ्सको बारेमा भन्नुपर्दा तपाईँको जस्तै जापानिज ल्याङ्ग्वेजको स्कुलसँग इन्टरभ्यू होस् अथवा चाहिँ वर्किङ भिसाको इन्टरभ्यू होस्, यसमा चाहिँ होइन केउदाइ वा नानी निमासका होइन आफ्नो तपाईँको सिब्लिङ कतिजना हुनुहुन्छ है, अब यो हो छन् होइन, दाइ दिदी को छन् भन्नु पर्दाखेरि चाहिँ यो काम लाग्छ। त्यही भएर यसलाई पढ्नु होला, नयाँसम्म यो वर्डहरू रिपिट गर्नु होला, र पढ्नु मात्रै होइन कि सम्झने तरिकाले माइन्डमा राख्नु होला है। पछिसम्म पनि कसरी सम्झने भन्ने तरिकाले चाहिँ कुराहरूलाई रिपिट गरेर पढ्नु होला है त। त्यसरी नै आउँछ अब आफ्नो बच्चा है, चिल्ड्रेन भनेको बच्चालाई के भन्दो रहेछ जापानिजमा कोदोमो है, बच्चालाई के भन्दो रहेछ कोदोमो है, कोदोमो है। जस्तै कोदोमो वा नानी इमासका है, बच्चा चाहिँ कतिजना छन् भन्ने हुन्छ होइन। त्यही भएर अब छोरोलाई है, सनलाई के भन्दो रहेछ मुसुको है, मुसुको, मुसुको भन्छ है छोरालाई चाहिँ। त्यसरी नै डटर छोरीलाई के भन्छ मुसुमे है, छोरीलाई के भन्छ मुसुमे है। चिल्ड्रेनलाई कोदोमो है, सनलाई चाहिँ मुसुको र डटरलाई मुसुमे। ल यसरी हामीले चाहिँ नर्मल्ली आज चाहिँ हाम्रो नर्मल फ्यामिलीको बारेमा र हामीलाई चाहिँ इन्टरभ्यूमा काम लाग्ने होइन नर्मल अब कुराहरू चाहिँ आज फ्यामिलीको मेम्बर्सहरूको बारेमा पढ्यो। अब अरू पनि धेरै रिलेटिभ्सहरूको बारेमा जस्तै होइन बुहारी, दाइ भाउजू, अङ्कल आन्टी पनि छन्, त्यसको छुट्टै भिडियोमा पढौँला। र फेरि म अर्को भिडियोमा चाहिँ अरूको फ्यामिलीहरूलाई भन्दा कसरी भन्ने भन्ने चाहिँ भिडियो लिएर आउनेछु। र त यस्तै अरू पनि टपिकहरूमा म भिडियो बनाउनेछु। तपाईँले आजको हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ, र हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। धन्यवाद।